बाख्रा पनि कति धेरै छ ल हेर त आम्मा घरमा आइयो हामी त कति दाउरा आउनु सुकेका धेरै हाम्रो घरदेखि पछाडिबाट डाँडा यस्तो देखिन्छ दामी देखिन्छ भ्यू ल हेर्नुस् है कस्तो दामी देखिन्छ मोटी फुल फुल ए हाम्रो पछाडि घर पछाडि चाहिँ यस्तो छ सुन्तला रुखहरू हामी चाहिँ तल जान लागेको जेठो दिदी ठुलो मम्मीको घर है हाम्रो बाबा मम्मीले आलु लगाउनु भएको आलु त खासै फले होइन है होइन के मतलब पिँडालु यिनले चाहिँ अब हाम्रो कोट लिएर जानुपर्ने दिदीले मैले चाहिँ मकै लिएर जानु लाग्छु हैन बारी हाम्रो घरतिर यस्तो छ गाइस हाम्रो साबुले आलु खन्दै हुनुहुन्छ हाम्रो मम्मी बाबाले आलु लगाएको बुवा नमस्ते सन्चै हुनुहुन्छ कल मैले बुकको कहाँ भोट बोकेको छु त नि हुन्छ के बान फोनमा हुनुहुन्छ पिँडालु लौरे पिँडालु भन्छ कस्तो राम्रो हुन्छ मिठो हुन्छ तर हाम्रो बुवा हुनुहुन्छ हाम्रो अञ्जलीको रमाइलो तर रुगा लाग्यो जस्तो भयो कि चिसो अब फलेको छ कागती एउटा अलिअलि नचला हाम्रो त सुक्यो अब केरो हाम्रो त छिनेर भेर सबै कहाँ छ छिन्न कौन यो छिनेको केरो होइन र हाम्रो ए हो लास्टै बाक्लो छोड्नु ल ढाड दुख्छ मन लाग्ने कि बारी बारी हामीले बाटो छोडेर बारी बारी हिँड्ने क्या हाम्रो म हे मजाको कस्तो हेर्नु त तोरी गोड्दै हुनुहुन्छ गीता दिदी होइन र गीता दिदी ए गीता दिदी जस्तो लागेर म त बोलाएको भाइ सन्चै हुनुहुन्छ एकदम मम्मीको घर चिसो कस्तो चिसो आम्मा कस्तो काँचो हानी खानु पर्यो चाय हान्नु पर्यो केमुको बुटा यस्तो कसको बिहा गरिदिउँ अरे कसको अरे को रिताको देउर बिहा गरिदे कहाँबाट ए
यो पुतली चाहिँ होइन नि हाम गर्न नजानेलाई खाएकै पर्दैन हो नि त मम्मी पुतली दिदीले हामीलाई घर खा यो हामीले के अरे अमिली जार भन्थ्यौँ यस्तो गरेर अनि त्यसपछि खाने अमिलो हुन्छ मिठो हुन्छ अमिलो हुन्छ अमिलो हेर्नु न कस्तो राम्रो देखिन्छ पछाडिको भ्यू मेरो दिदी न ब्लगर बन्ने अरे कस्तो चिसो छ यहाँ त एकदम टाउको नि दुख्ने गरी नास लिएर जानुभयो सबैजना हेर्नु लास्ट कस्तो राम्रो हाम्रो गौडाकोट बजार हैन मेरो मम्मी रोजगारले यो बाटो बनाएको अरे यस्तो बाटो खसी यस्तो छ किन्ने भए सम्पर्क गर्दा हुन्छ बाहिर पनि है डडाक छिन् त नि त के छ काली काम गर्न चटारो ल हेर्नुहोस् के भन्ने होला खुट्टुमा डुडो खुट्टो गराइछि काटेर यत्रो हेर्नु त बुढो खसी आमामामा लौ मलाई माया गरेर गई कि बसिरहेछ बदमास हेर्नु नि यो बदमास अर्को बदमास ल हेर्नु यो बदमास मकै खानलाई कसो गर्छ आमामा यहाँ कसो गर्छ मकै खानलाई मुख मिठाएको कसो गर्छ भाइ आलु खान मन लाग्यो कि पोलेर त्यही भएर आगो बाल्दै पोल्दै खाने कस्तो नराम्रो मकै हेर त दिदी लिएर खाने हामी हेर्नु न यिनी कसो गर्छन् जुन कुराहरू